सेवा हो साथीहरू, म चाहिँ गाउँ निस्केको छु नि त हिजो। अन्त अनि सुँगुर चारो सकिरहेको रहेछ। अन्त चाहिँ बिहानै उठेर यहाँ आगो सागो फुक्दैछु बाहिर। अब चाहिँ यहाँनिर यो पानी बसाइराखेर चाहिँ चारो टिप्नु जानुपर्ने हुन्छ साथीहरू। अनि त्यही भएर चाहिँ मैले यहाँनिर भाँडा पनि बसाइसकेँ। त यहाँनिर पानी लगाइराखेर चाहिँ अब चाहिँ म गएँ चारो टिप्नलाई। खै यहाँतिर चाहिँ के भन्छ यसलाई थाहा भएन, तर हाम्रोतिर चाहिँ फाक्कामा भन्छ क्या यसलाई। यो कल्लातिर पाउँछ नि त, यो चाहिँ गोरुहरूले पनि मजाले खान्छ। अनि यसको टुप्पो चाहिँ क्या अलिक कलिलो भएको चाहिँ अब सुँगुरलाई पकाएर दिँदा नि मजाले खान्छ नि त। त्यही भएर मैले चाहिँ यही काटिरहेको छु साथीहरू। अन्त तपाईँहरू चाहिँ के चारो दिनुहुन्छ? हामी त चारै हुँदैन क्या हाम्रोतिर त, के भन्नु र। खोला पनि नजिक छैन फेरि है, खोलातिर खोज्नु जाऊँ भन्दा पनि अब यही हो, बारीतिर अलिअलि उम्रिन्छ, त्यही सिला पार्दै अब दियो। त्यसपछि यतिखेरसम्म चाहिँ घाम पनि यहाँ माथि आइसकेको थियो साथीहरू। त्यसपछि अलिक भारी नपुग्ला जस्तो भएर चाहिँ म फेरि मकै बारीभित्र छिरेँ चारो थप्नलाई। तर यसपालिको मकै चाहिँ खासै राम्रो भएन कि साथीहरू। अलिक पछ्यै भयो नि त यो मकैहरू त, सबै किराले खाइसक्यो क्या हाम्रो चाहिँ। अन्त म चाहिँ घर आएर यसलाई टुक्राउँदैछु। यो टुक्राएर पकायो भने चाहिँ अलिक छिटो पाक्छ अनि चलाउनलाई पनि सजिलो हुन्छ नि त। त्यही भएर मैले चाहिँ यहाँ काट्दै लगाइरहेको छु। एकैचोटिमा अट्दैन नि त, अनि पालो गरेर चाहिँ मैले लाउँदैछु यहाँ। अन्त धुवा फेरि कस्तो बेसी भइरहेको थियो साथीहरू, म चाहिँ धुवा सहनै सक्दिनँ क्या। त्यसपछि चारो पकाइसकेपछि चाहिँ मैले यहाँ चिया खाँदैछु। अन्त यस्तो गर्मीमा नि कसले खान्छ भनेर भन्नुहुन्छ होला, तर म चाहिँ खान्छु गाउँ आउँदाखेरि चाहिँ। अन्त त्यसपछि आज पुर्ने पनि रहेछ नि त। अनि मैले चाहिँ बिहानै सानाकसिनिक पारेँ। अरू बेला त जतिखेर गर्दा नि हुन्थ्यो नि त। अनि तर आजको दिन चाहिँ बिहानै मैले चाहिँ सानाकसिनिक पार्दैछु। अब सधैँ गरिराख्नु सकिँदैन नि त, अब थुप्रै कामहरू भइरहेको हुन्छ। अब कहिलेकाहीँ यसो फुर्सद हुँदाखेरि सानाकसिनिक पारिन्छ नि त, त्यो बाहेक अरू गरिँदैन। अनि त्यही भएर मैले चाहिँ मजाले क्लिन गर्दैछु यिनीहरूलाई। अब यिनीहरूलाई चाहिँ पखालेर राख्नुपर्ने हुन्छ। तर कस्तो बेसी लामो भएछ यो मेरो भिडियो चाहिँ। मलाई अब यो चाहिँ लगभग पाकिसक्यो नि त साथीहरू। अनि त्यही भएर यसलाई चाहिँ म अलिक मजाले चलाउँछु एकचोटि। अब यसमा चाहिँ खुदी लाएर पकाउनु पर्ने हुन्छ। अनि म चाहिँ टाढमा त्यो गरेर खुदी नै झारेँ। अब यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्छ, अब पानी थप्दै नि गर्नुपर्छ बिचबिचमा। अन्त अनि मैले चाहिँ यसलाई अब यत्तिकै छोडिदिन्छु। त्यसपछि म यता खाना पकाउनतिर लागेँ साथीहरू। अनि खाना पकाउँदै म चाहिँ यो बगडा खाँदैछु। यो चाहिँ हाम्रो बहिनीले पठाइदिएको थियो क्या हिजो, उता राजा रानीबाट। अनि कस्तो गुलियो खालको छ क्या यो चाहिँ। मेरो माइतीतिर पाउने चाहिँ अलिक अमिलो खालको हुन्छ नि त, अनि यो चाहिँ गुलियो थियो। अनि मेरो महाराज चाहिँ सुत्दै होइसिन्थ्यो यत्रो मैले काम सक्दा पनि। अनि यहाँ चाहिँ मेरो सब्जी पनि पाकिसक्यो साथीहरू।